यस्तो छ है साथीहरू। हामी चाहिँ सान्नेरीमा आइपुगेको छ। सान्नेरी यहाँसम्म हामी चाहिँ दोरम्बा जान लाग्यो। खासमा दोरम्बाको अहिले चाहिँ रोड खनाएको छ, तर रोड चाहिँ साह्रै बिजोकै छ। यस्तो रहेछ हेर्नु त, यस्तो जङ्गलको बिचमा रोड। हामी चाहिँ हिँडिरहेको छ यसरी। छोरी सुतिरहेको छ, लास्टै गाह्रो भइरहेछ साथीहरू। मैले चाहिँ यस्तो झोला बोकिरहनु भएको छ बिचरा। के गर्नु अब, जानुपर्ने भएपछि होइन, के गर्नु, हिँड्नै पर्यो बाध्यताले पनि। यस्तो छ बाटो चाहिँ, हेर्नु त कत्रो कत्रो ढुङ्गाहरू भिरहरू। ओएमजी गाह्रो छ। पहिला यही भिरतिर आएर कति घाँस दाउरा गरियो, अब त नौलो हुँदैछ साथीहरू। अलिक टाइममा भएपछि त त्यसपछि आफ्नै जन्मेको ठाउँ पनि नौलो नौलो लाग्छ कि साथीहरू, लाग्दो रहेछ। हेर्नु त यो चाहिँ रोड खानै परे भत्केछ, यस्तो भएर भत्केछ बाटो चाहिँ। पहिला चाहिँ यहाँ माथिबाट लगेको रहेछ रोड, यहाँबाट के नमिलेको फेरि यहाँ तलबाट खन्नु भएको रहेछ यसरी। यो चाहिँ दोरम्बा निकाल्ने भनेर खन्नु भएको के अरे। अब खै कहिले पो हुने चाहिँ थाहा छैन। यस्तै छ, के गर्नु, बाटो चाहिँ यस्तै छ साथीहरू। यहाँ चाहिँ अलिक राम्रो रहेछ। यो चाहिँ अलिक पछि खनेको भएर होला ठिकै रहेछ, तर अगाडि खनेको रोडहरू त धेरै उ छ, पुरै भत्केको होइन। बर्खा टाइममा भत्केको होला, भत्केको छ। त्यस्तै गाडी भइसकेको छ कि त्यो सञ्चालनमा छैन नि त। यसो गाडीहरू हिँड्ने मान्छेहरू हिँड्ने भए पो हुने, सञ्चालनमा छैन, त्यही भएर नि त्यस्तो भएको होला। ठिकै छ, यति भयो नि सहज भयो। नत्र भए तल यहाँभन्दा नि तलबाट गाडी थियो, त्यहाँबाट हिँड्नु पर्थ्यो। यो रोड चाहिँ कहाँसम्म खनेको छ मलाई पनि थाहा छैन, फर्स्ट टाइम हिँड्दैछु यो रोडबाट। दोरम्बा जाने रोड हो यो, हिँड्दैछु। अब हेर्दै गर्नु होला, म हजुरहरूलाई देखाउँछु कहाँसम्म खनेको रहेछ दोरम्बा जाने रोड। ए यहाँ पनि यस्तो भइसकेको छ साथीहरू, भलले पुरै पानीको भलले के बर्खाको भलले। के गर्नु, बजेट भएर मात्रै भएन, यसरी अलि राम्रो ठाउँमा गर्न नसकेपछि यस्तै हुन्छ। के गर्नु, बर्खाले